गुड आफ्टरनुन साथीहरू सबैजनालाई। आज म भुट्ने दाछी बनाउन जाँदैछु। फर्स्टमा चाहिँ मैले बिन्स लगाइदिएको छु। सेकेन्डमा चाहिँ मैले आलु लगाइदियो। उसको बाद चाहिँ मैले नमक लगाइदिएको छु। उसको बाद तेल पनि लगाइदियो। हल्का पाक्छ, बेसी पाक्नु पनि मन पर्दैन। त्यसमा चाहिँ खोर्सानी प्याज लगाउँदैछु। खोर्सानी ठिकैको लगाएँ, नानीहरूले बेसी पिरो खानु पर्दैन। चाहिँ यसमा चिज लगाइदिएको छु। भएको भए त दाछी लाउँदा पनि हुन्थ्यो, तर थिएन। दाछीमा चाहिँ म लसुन पनि लगाइदिँदैछु। यो चाहिँ भुटानको दाछी भन्छ, मैले चाहिँ यस्तै नर्मल बनाएको छु। दाछी पाकेर रेडी भइसकेको छ।